सहरमा आएको चाहिँ 3-4 दिनै भइसकेको रहेछ। त्यही भएर आज चाहिँ सम्झिएर म गाउँतिर ब्याक भइदिए। अलराइट गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आइसकेजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आज चाहिँ बिहान उठ्ने बित्तिकै इन्ड्राइभ बुक गरेर फ्रेस भएर चढेर लाग्दिए बस पार्कतिर, किनकि सहरमा आएको चाहिँ 3-4 दिनै भइसकेको रहेछ। अब सहरमा त्यति बसेर त भएन नि त, त्यही भएर यसो गाउँ जानक लागि बस पार्कतिर जाँदैछु। अनि एकैछिनपछि गाउँ जाने बस पार्क पनि पुगियो अनि टिकट काटेर बसभित्र इन्ट्री गरेको थिएँ। बिहान बिहानै धुप यति धेरै बालेर राखेको रहेछ कि धुवाले भित्र त बस्नै सकेन। त्यही भएर सम्झिएर म चाहिँ चिया खानलाई होटलतिर गइदिएँ। होटलमा पुगेर चिया अर्डर गरेर सम्झि उतार म चाहिँ यता गरेर बसियो। अनि केही समयपछि चाहिँ हामीले अर्डर गरेको चिया पनि आइपुग्यो। सम्झिएर म गफ गर्दै पिउन थालेँ। सम्झि चाहिँ दाइहरूसँगै गाडी चलाउने काम गर्नुहुन्छ। अहिले चाहिँ सम्झिको काम रोकिएको छ अरे। काम रोकिएको बेला यसो गाउँतिर घुमेर आउनु पर्यो सम्झि भनेर भन्नुभयो। त्यही भएर सम्झिएर म चाहिँ सँगसँगै गाउँतिर जाँदैछु। अनि चिया खाएर सकिसकेपछि चाहिँ फेरि बसतिर ब्याक भइदिएँ। अहिले चाहिँ बसभित्र धुप बालेको धुवाहरू सबै हटिसकेको रहेछ। त्यही भएर आनन्दले बसेँ। अनि गाइज, नेपालमा यस्तै हो, मान्छे एउटै छैन। त्यही भएर बसहरू पनि पुरै खाली भइरहेको रहेछ। अलिअलि भएको मान्छेहरूको पनि आफ्नो साधन छ। त्यही भएर नेपालमा चाहिँ गरी खानलाई गाह्रो नै छ गाइजहरू। भन्दै हाम्रो बसले चाहिँ गाउँको यात्रा गर्न थाले। तपाईँहरूलाई थाहा नै हुनुहुन्छ होला, मेरो चाहिँ गाडीमा हिँडेपछि निदाउने बानी छ भनेर यसो टाउको ढल्केर बसेको थियो। भुसुक्कै निदाएछ। निन्द्राबाट बिउजी देखेर चाहिँ खाजा खाने ठाउँमा पनि आइपुगिसकेको रहेछ। अनि ओर्लेर भ्यू हेर्दै एकछिन हावा खान थाले। अनि गाइज, यो ठाउँलाई चाहिँ बगुवा भनिन्छ। हामी जहिले सहरदेखि गाउँ जाँदाखेरि चाहिँ खाजा खानाहरू यहीँ खाएर जाने गर्छु। यदि तपाईँहरू पनि गाउँतिर घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ खाजा खानाहरू यहीँ खानु होला, किनकि यहाँ चाहिँ मिठोको साथसाथै राम्रो पनि पाइन्छ। अब धेरै गन्थन नगरौँ भन्दै फ्रेस भएर छिरिदिए हामी चाहिँ तामाङ खाजा घरमा। अनि होटलभित्र इन्ट्री गरेर खाजा अर्डर गरेर एकछिन खाजाको वेट गरेर बसे। खाजा खाएर सकाएर पेमेन्ट गरेर फेरि लाग्दिए हामी चाहिँ गाउँको यात्रातिर। अनि गाइज, समर सिजन पनि झ्याप्पै लागिसकेको छ। हाम्रोतिर चाहिँ गर्मी बबालै भइसक्यो। तपाईँहरूतिर चाहिँ कतिको भएको छ त्यो चाहिँ कमेन्ट गरिदिनु होला है त। अनि बाहिरको बबाल भ्यू हेर्दै केही समयपछि बसले गाउँमा पनि इन्ट्री गरिदियो। अनि बसबाट झरेर घर पुग्दाखेरि चाहिँ मम्मीले ढिँडो र साग पकाएर रेडी गरेर राखिदिनु भएको रहेछ। आफूलाई फेरि गाडीमा आउँदा आउँदै रेन्जर भोक लागिरहेको थियो भएर हात धुएर कम बजाइदिए। अनि आजको मिनी ब्लगको इन्डिङ पनि यहीँतिर गर्न चाहन्छु। भोलिदेखि चाहिँ मिनी ब्लग घरदेखि नै स्टार्ट हुन्छ। त्यसैले अब भेटौँला हामी भोलिको मिनी ब्लगमा। आजको मिनी ब्लगलाई चाहिँ यहीँतिर व्यवस्था गर्न चाहन्छु। हस्त बाइ बाइ।